त्यसको बाउको ठाडो त अहिले बिग्रिनु पर्ने हो के चाहिँ भयो ओइ पकोडा पनि बनियो कटर पनि रेडी छ हैन अब गएर दिन्छु अन्त मलाई आइफोन किनेर दिन्छ कि म भोलि आइफोन किनेर दियो भने त खुसी हुन्छ नि म गएर दिएर आइहाल्छु ल के भन्दै रहेछ ल ल म दिएर आइहाल्छु ल ल हेर्छु के गर्दैछ फर्स्ट फकाउनु पर्यो नि ल राख्ला फोन ओहो कोही यसो खानु पाए त हुन्थ्यो टाइम भयो जस्तो लाग्दैछ अब हात काम्न थाल्यो हाल बाबा रेडी भयो ओहो थ्याङ्क यू यार के अरे नाइक बिग्रेछ हौ यहाँ हेर्नुहोस् त तपाईँको लागि के बनाइदिएछु वाउ पकोडा के को बनाएको आलु प्याज धनियाँ थ्याङ्क यू करेक्ट टाइममा ल्याइदिएछ हौ हात काम्न आँटेको थियो अन्त बाबा तपाईँ खाँदै गर्नुहोस् ल म किचनको काम सकेर आइहाल्छु ल ओ पानी चाहिँ पानी ल्याइदियो अलिकति तर पर्दैन निट हानिदिन्छु यस्तो नाथे अब त लिभरले नि आउनु दियो भनिरहेको जति आउनु दियो आयो चल्छ थ्याङ्क यू हुन्छ मेरो बाबा आउँदैछु ल मजाले खाऊ हेलो एक कटर होइन अन्त पकोडा देऊ आइफोन त किनिदिन्छ कि एकैछिन ल एकैछिन सुत्ती बसेको ओइ हल्का मात्रै जस्तो लाग्यो अझै दिनु कटर कति एक कटर दिँदा हुन्छ ल ल म दिन आउँछु ल म गएर दिएर आइहाल्छु ल बाबा तपाईँलाई एक कटाले हुँदैन त्यसलाई अझै एक कटा छ मलाई एउटा चिज चाहियो म पनि माग्छु नि भन के चाहियो पहिला यो खाइहाल्नु नि अन्त भन्छु ल अर्को कटा पनि खायो त अब चाहिँ मागौँ गएर ल बाबा के भयो मैले भनेको चिज किनिदिनु नि भन मलाई आइफोन 15 किनिदिनु नि के आइफोन 15